नमस्कार सबैजनालाई स्वागत छ आजको नयाँ भिडियोमा। हामीले यो माटोमा निर्माणाधीन बनाउँदै गरेको आकृति चाहिँ के होला भनेर सोच्दै हुनुहुन्छ भने यो चाहिँ गजुर हो। यो हामीले बनाउँदै गरेको गजुरमा हुने माटोमा गर्दै गरेको कामको प्रक्रिया लास्टसम्म हेर्नु होला, एकदम रमाइलो हुनेछ, रोचक हुनेछ। हामीले यता देखाउँदा है, हामीले यहाँबाट यसरी यसलाई घुमाउँदै, यसको ह्यान्डल यहाँनेर छ, यसलाई घुमाउँदै घुमाउँदै अनि यो प्लाईको सेप एन्ड साइज अनुसार, यो कर्भी साइज अनुसार हामीले यसलाई घुमाउँदै घुमाउँदै सेप एन्ड साइज बनाउने हो। एकैचोटि माटो धेरै पेस्ट गऱ्यो भने यो झरेर फुट्ने सम्भावना हुन्छ, चर्किन्छ र माटो झर्छ। त्यसैले थोरै थोरै माटो यसमा यो तरिकाले पेस्ट गर्दै हामीले यसलाई घुमाउँदै घुमाउँदै जति यसले माग्छ त्यति काट्दै काट्दै लास्टमा यो गजुरको सेपमा आइपुग्छ। लास्टसम्म हेर्नु होला। गजुरलाई चिल्लो पारेर यतिको फिनिसिङ गरिसके पछाडि यो सेतो धर्सा चाहिँ के होला भन्नुहुन्छ भने यसलाई चाहिँ यस्तो मेन्सन पोलिस भनेर पाइन्छ। तपाईँको नजिकैको जुनसुकै हार्डवेयरमा पनि पाइन्छ यो सजिलैसँग होइन। आधी केजी 1 केजीको हुन्छ। यसमा चाहिँ तारपिन पनि मिसाउन सकिन्छ, मट्टीतेल मिसाउन सकिन्छ, अथवा भएन भने घरमै हामीले खानको लागि युज गर्ने सोयाबिन तेल युज गर्दा पनि हुन्छ। यसमा यसरी लगाउने हो। अहिले चाहिँ यो लगाइसकेको छ। यो पेरिसलाई यो रेजिनमा घोलेर हामीले यस्तो बाक्लो एउटा घोल तयार गरेको छौँ। यो दुईटा मिक्स गरेर त्यस पछाडि यसमा यो ब्लू कोबाल्ट भन्छ, यसलाई मिक्स गर्नुपर्ने हुन्छ। यो चाहिँ इन्भाइरोमेन्टलाई हेरेर टेम्परेचर कति छ त्यस अनुसार आफ्नो आवश्यकता अनुसार बनाउने हो। सुरुमा फर्मा बनाउँदाखेरि यतिको बाक्लो लगाएर गऱ्यो भने चाहिँ राम्रो काम निस्किन्छ। त्यस पछाडि मोस्ट इम्पोर्टेन्ट थिङ्स भनेको के हुन्छ भने फाइबरको काम गर्दाखेरि यो क्याटलिस्ट चाहिँ एकदम यसको मात्रा चाहिँ धेरै, अहिले घाम धेरै लागेको छ र म यसलाई थोरै मात्रा हालेर काम गर्दैछु। चिसो दिन छ भने अलिक धेरै हालेर पनि काम गर्न सकिन्छ। क्याटलिस्ट यसमा हालिसके पछाडि मजाले मिक्स गर्नुपर्छ। यहाँदेखि मजाले मिक्स गर्नुपर्छ। यसलाई मजाले मिक्स भएन भने चाहिँ क्याटलिस्ट पुगेको ठाउँमा सेट हुन्छ, नपुगेको ठाउँमा सेट हुँदैन। मजाले मिक्स गरिसके पछाडि यसलाई बिस्तारै सुरुमा फेन्सतिर चाहिँ यस्तो छेउछेउमा सुरुमा लगाएर यहाँनिर बिट बस्ने भएकोले यतिकोमा चाहिँ लगाउनै पर्छ। त्यस पछाडि यसरी मजाले पेस्ट गरिदिने हो। मजाले एप्लाई गर्नु होला। यसको फर्स्ट कोट हालिसकेपछि लगाउने फाइबर जुट काट्दैछु। अब यो एक कोट सुकिसकेपछि अब यो हामी हाल्न जान्छ। फर्स्ट कोट रेजिन एप्लाई गरेर त्यो सेट भइसके पछाडि फेरि अर्कोचोटि यसरी पेस्ट गरेर यसमाथि फाइबर म्याट बिछाउनुपर्छ। रेजिनमा फेरि मैले क्याटलिस्ट मिसाएर ल्याइसकेँ। यसको माथि यसरी भर्खरै लगाएको रेजिनभित्रको सेट नभइकन नै यसरी अर्को रेजिनले माथिबाट म्याटलाई पेस्ट गर्नुपर्छ। छेउछेउसम्म मजाले किचिने गरी सबैतिर यसरी मजाले यो म्याटलाई बसाउनुपर्छ। माटोमा यत्रो दुःख गरेर बनाइसके पछाडि फाइबरको इन्कम्प्लिट गरेर यस्तो देखिँदैछ अहिले। अब यसलाई अझै फिनिसिङ गर्नै बाँकी छ। अनि कलर गरिसके पछाडि हेर्नु होला।